रड सिमी लगाउँ र धेरै र छिटो उत्पादन लिउँ। यो चाहिँ सूर्योदय नगरपालिका वडा नम्बर 12 स्थित आठगरे को ठाउँ र आठगरेमा पनि पिङडाँडा टोलमा लगाइएको यो रड सिमी हो र यो चाहिँ फागुनको अन्तिमतिर लगाइएको थियो र अहिले भनेको वैशाख 8 गते भिडियो गर्दाखेरि यतिको भएको छ। चैत वैशाख लाग्दाखेरि भनेको अलिक अझ फुल्नु सुरु गरिसक्नु पर्ने हो। तर यो पालि अविरल वर्षाको कारणले गर्दाखेरि जति बिरुवा बढ्नु पर्ने हो त्यति बढ्न सकेन र सुरुमा उम्रिनको लागि पनि अलिक धेरै टाइम लाग्यो। चिसो बेसी भएको कारणले गर्दाखेरि र पानी बेसी भएको कारणले र बिस्तारै थोरै दिनहरू गइँदै जाँदाखेरि यो यतिको भएको छ र यसलाई चाहिँ मैले त्यति बेला अलिक सुक्खा टाइम हुन्छ भन्ने सोचले गर्दाखेरि टियर सेटिङ बनाएर राखेको थिएँ र त्यसो गर्दाखेरि झन् धेर पानी परिदियो यो साल र ट्याङ्कमा थोरै पानी बेसी जमेको कारणले गर्दा पनि यो सुरुमा बढ्न सकेन। त्यस्तो मौसमको थाहा नभएको कारणले गर्दाखेरि तेस्रो ट्याङ्क राखियो, नत्र ठाडो ट्याङ्क राखेको भए पानी बग्थ्यो र अलिक छिटो उत्पादन हुन्थ्यो होला यो भन्ने अहिले चाहिँ लागिरहेछ र यसलाई चाहिँ मैले 3 फुटको हिँड्ने ठाउँ 3 फुटभन्दा अलिक ज्यादा नै छ र भ्यू टु भ्यू भनेको मैले 2 फुटमा राखेको छु र यसलाई चाहिँ मैले भाटा प्रयोग नगरिकन यो साल डोरी प्रयोग गरेर यसरी फेर्छु र डोरी यो सिमी निकालिसकेपछि यसमै फेरि आँक्रा लाउने भन्ने सोचले चाहिँ यसरी मचन गरेर लाएको छु र यति बेलासम्म यो राम्रो भएर आएको छ अहिले चाहिँ। तर यसले गर्दाखेरि काँक्रालाई चाहिँ ढिलो हुन्छ कि अलिकति वर्षाको कारणले भन्ने छ। त्यही पनि अब यो जेठको हप्तादेखि चाहिँ यो निस्किन्छ भन्ने मैले आशा गरेको छु किनभने खेतमा मसिना फलहरू लाग्न सुरु गरिसकेको छ। कुनै कुनै ठाउँ त टिप्ने बेला पनि भइसकेको छ र यो रड सिमी चाहिँ अब छिपिरहनु पर्दैन। ठिक्क उयो भएपछि आफूलाई अनुकूल मिल्ने वातावरण भएपछि यसलाई टिप्दा भइहाल्छ र अरू सिमीहरू जस्तो छिपाइराख्नु पर्ने, कलर चढाउनु पर्ने त्यस्तो हुँदैन र यसले भनेको धेरै उत्पादन पनि दिन्छ। बोट पनि धेरै आउँछ र जति धेरै बोट भयो त्यति नै धेरै उत्पादन दिने हुन्छ र तपाईँहरू पनि गर्न चाहनुहुन्छ भने यो सिजनमा पनि अब जेठको सिजनमा कमै उत्पादन हुन्छ सिमीहरू वर्षाको कारणले र तपाईँहरू पनि गर्न चाहनुहुन्छ भने यो समयमा पनि गर्दा हुने रहेछ। यो इलामको ठाउँमा राम्रो उत्पादन लिन सक्ने खालको बोटहरू निकाल्न सकिने रहेछ।